हामी चाहिँ यहाँबाट टक्क यो बाटो हुँदै जानुपर्ने हुन्छ। हल्का रिस्की छ तर पनि तपाईँहरूको लागि म भिडियो बनाइदिन्छु। यस्तो छ गाइस, देख्न सक्नुहुन्छ। हामी चाहिँ यहाँबाट तल गएर यस्तो देखाइदिन्छौँ। टक्क सिक्टन अनि यता जाँडको झोल। सो हेलो एन्ड एभ्रिवान, तपाईँहरूलाई मेरो न्यू ब्लगमा स्वागत छ। तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। अनि भिडियो आउन चाहिँ एकदमै ढिला भयो, त्यसको लागि चाहिँ म माफी चाहन्छु। अनि यो चाहिँ मेरो युट्युबको दोस्रो भिडियो। आई होप यो भिडियोलाई तपाईँहरूले माया र साथ सपोर्ट गर्नुहुनेछ। अनि म चाहिँ आज यसो बाहिर डुल्न जान आँटेको, अनि साँझ भाइहरूको बर्थडे पनि छ, त्यहाँ पनि जानुपर्ने हुन्छ। के कस्तो हुनेछ आजको दिनहरू तपाईँहरूले म देखाउन गइरहेको छु। सो भिडियो लास्टसम्म हेरिदिनु होला। म चाहिँ साथीलाई भेटेर साथीलाई लिएर जानुपर्ने हुन्छ। सो गाइस, म चाहिँ साथीलाई भेटिसकेँ अनि हामी चाहिँ टक्क अब घुम्न जान आँटेको। यस्तो मौसम भइरहेछ, पानी परिरहेको देख्न सक्नुहुन्छ। त्यही हो, अरू त के भन्छु र। अनि हामी चाहिँ टक्क तल गएर मेन रोडमा निस्किनु पर्ने हुन्छ, त्यहाँबाट निस्केर जानुपर्ने हुन्छ। सो गाइस, हामी चाहिँ टक्क लाएर बाटोमा आइसक्यो। अनि अघि पानी परेकोले गर्दा हामी एकछिन बस्नु परेको थियो। अहिले चाहिँ टक्क घाम लगाइसकेँ, देख्न सक्नुहुन्छ। यस्तो छ गाइस, बाटो चाहिँ देख्न सक्नुहुन्छ। हामी चाहिँ अब यता तल पुलतिर जान आँटेको, अनि त्यहाँबाट टक्क पारि जान पर्ने हुन्छ। हामी देख्न सक्नुहुन्छ। अनि यो बाटो हुँदै जानुपर्ने हुन्छ, देख्न सक्नुहुन्छ। यस्तो छ यताको पुल। यस्तो पुलको हालत कसम। तल चाहिँ काली गण्डकी देख्न सक्नुहुन्छ। यो चाहिँ काली गण्डकी, यसलाई चाहिँ काली गण्डकी भन्छ गाइस, देख्न सक्नुहुन्छ। यस्तो छ भ्यू, दामी छ यताको भ्यू चाहिँ, यस्तो हेर्न सक्नुहुन्छ। गाइस अनि हामी चाहिँ यहाँबाट टक्क यो बाटो हुँदै जानुपर्ने हुन्छ। हल्का रिस्की छ तर पनि तपाईँहरूको लागि म भिडियो बनाइदिन्छु। यताको भ्यू चाहिँ यस्तो छ गाइस, देख्न सक्नुहुन्छ। यो ठाउँलाई चाहिँ चापकोट भन्छ है। कतिजनाले यतैबाट हेर्दै हुनुहुन्छ है, देख्न सक्नुहुन्छ, चिन्न सक्छ होइन यो ठाउँलाई चाहिँ। टक्क हामी चाहिँ यो बाटो हुँदै गइरहेछौँ। धानको बारीमा हामी हिँडिरहेछौँ। खेतको बिचबाट बाटो छ, देख्न सक्नुहुन्छ। अनि यहाँबाट हामी जानुपर्ने हुन्छ। सो गाइस, हामी चाहिँ टक्क फाइनली शीतलटार आइसक्यो। अनि हामी चाहिँ अब यहाँबाट घुमेर जानुपर्ने हुन्छ। अनि यो ठाउँलाई चाहिँ शीतलटार भन्छौँ होइन, देख्न सक्नुहुन्छ। यस्तो छ ठाउँहरू। टक्क लगाएर कताबाट जाने, हामी चाहिँ टक्क यतै घुम्दैछौँ भनौँ, देख्न सक्नुहुन्छ। राम्रो छ ठाउँहरू, यस्तो छ दामीको। अनि अगाडि चाहिँ साथी हिँडिरहेछ, हामी चाहिँ टक्क यता डुल्दै हिँडिरहेछौँ, हल्का घुमफिर गरिरहेछौँ। त्यही हो, देख्न सक्नुहुन्छ। यस्तो घाम यस्तो चर्को घाम लाग्छ कि यस्तो यार, यस्तो पोलिरहेछ यार यो चर्को घामले, यस्तो घाम लगाइदिइरहेछ। त्यही पनि ठिक छ, हामी चाहिँ यस्तो लगाएर घुमिरहेछौँ। त्यहाँ देख्न सक्नुहुन्छ यस्तो राम्रो ठाउँहरू छ, देख्न सक्नुहुन्छ। टक्क लगाएर होइन, त्यस्तो राम्रो त छैन, त्यस्तै ठिकै भनौँ। अनि हामी चाहिँ यता हल्का घुमेर जानुपर्ने हुन्छ, धेरै बेर नबस्ने होला सायद। हामी चाहिँ आज हल्का यसो घरदेखि धेरै टाढा त पर्दैन, घरदेखि थोरै 15-20 मिनट जति लाग्छ। त्यही हो, हल्का यसो घुमफिर गरौँ भनेर हामी यता आइदिएको होइन। यताको भ्यू यस्तो छ गाइस, देख्न सक्नुहुन्छ। हामी चाहिँ यहाँबाट तल गएर यस्तो देखाइदिन्छौँ, हेरिदिनु होला। आज खासै मान्छे आछ जस्तो लागेन मलाई। गर्मी छ यार, शीतल तार गरे नामको मात्र शीतल। देख्न सक्नुहुन्छ काली गण्डकी यस्तो बढे हेर अहिले त, पुरै जङ्गली एरिया भनौँ। के गर्ने अब, हामी चाहिँ यहाँ खेल्दै डुल्दै हिँडिरहेछौँ। के गर्नु, यस्तो गर्मी छ। अच्छा, पिङ खेल्न लगाएको गाइज, घाम चर्क्या रहेछ तर हामी खेल्छौँ जसरी नि होइन। झ्याउ लगाइसक्यो यार। अब हामी भनेको अब चलिदिनु पर्छ एकछिनमा। ल हेर्नुहोस् काली गण्डकी बगेको।
म चाहिँ पिङ खेलेर नि भ्याइसकेँ अनि यस्तो घाममा को खेल्छ है धेरै बेर। अनि हामी चाहिँ यताबाट सर घुमेर जान आँटेको, देखाइदिन्छौँ के कस्तो ठाउँहरू छ। अनि यता हावा खाँदै हिँडिरहेको छौँ हामी चाहिँ। अब गाइज त्यही हो, घुमेर धेरै घुमिसक्यो अनि अब हामी चाहिँ जान आँटेको। के भनौँ अब यस्तै छ, बोल्न पनि केही आउँदैन, त्यही हो जे छ त्यही हो, त्यही बोलिन्छौँ। यस्तो चर्को घाम लागिरहेछ कि यस्तो धेरै बेरसम्म डुल्न नि सकिरहेको छैन, नर्मली घुमिन्छौँ। सो गाइज अनि हामी चाहिँ अब घरतिर जान आँटेको, त्यही हो। सिनहरू त त्यस्तै हो, यस्तै हो अब ठाउँहरू। यही हो शीतलतार देख्न सक्नुहुन्छ अनि त्यस्तै हो, धेरै बेर घुमिएन। सो गाइज अब हामी चाहिँ टक्क घरतिर हिँडेको। अब घर गएर एकछिन बसेर तल भाइहरूको बर्थडेमा जानुपर्ने हुन्छ अनि त्यही हो। सो गाइज अब म चाहिँ भाइहरूको बर्थडेमा जान आँटेको अनि केटाहरू चाहिँ गइसकेँ अनि म चाहिँ अब भर्खर जान आँटेको। लेट्स सी के हुन्छ, भिडियो लास्टसम्म हेरिदिनु होला, आज रमाइलो गर्नुपर्छ भाइहरूसँग। सो गाइज हामी चाहिँ अब भाइहरूको बर्थडेमा हिँडिरहेको छौँ, के हुन्छ। केटाहरू अलिक ढिलै गऱ्यो, लगभग रातिको 9:30 भइसक्यो है, 9 बजे कति 9:30 त्यस्तै भयो। यो अब के हुन्छ हेर। सो गाइज हामी चाहिँ बर्थडेमा आइसक्यो अनि केटाहरू चाहिँ यता छ। यता चाहिँ केटाहरूले टक्क छ्याङ बनाउन आँटेको देख्न सक्नुहुन्छ। त्यस्तो टक्क लाएर बनाइरहेको केटाहरूले चाहिँ के यस्तो केटा कति लिएर आयो तिमीले यो छ्याङ? यो यहाँ 11 बोतल छ टोटल। अब हामी चाहिँ टक्क बसेर खाना आँटेको है, टक्क सिटन अनि यता जाँडको झोल अनि यता केटाहरू छ। बर्थडे बोय चाहिँ हो है, एकदम फेन्सी छ, हेरिदिनु नि यार। बर्थडे बोय आज हाम्रो 2जनाकै बर्थडे बोय चाहिँ यता चाहिँ अर्को छ, 2जनाकै बर्थडे चाहिँ आज। सो गाइज अनि केटाहरूले चाहिँ छ्याङ खाइरहेछ, म चाहिँ त्यस्तो छ्याङ खाँदिनँ, नर्मल चिसो मात्र। चिसो हाल्यो नि त टक्क लाएर, चिसो मात्र है गाइज, त्यस्तो छ्याङ चाहिँ खाँदिनँ म, चिसो हो त्यही हो। अनि यो के हो, रक्सी हो यो? लिएर आयो नि, मादल लिएर आयो नि। सो गाइज आजलाई चाहिँ यति नै अनि केटाहरू चाहिँ पुरै रमाइलो गर्दैछौँ। अब हामी चाहिँ घर जान आँटेको, त्यही हो। अनि सब आफ्नो टालमा छ केटाहरू चाहिँ। अब हामी चाहिँ टक्क घर जान आँटेको, केटाहरू चाहिँ रमाइलो गर्दैछ। यही केटाहरू चाहिँ यता रमाइलो गर्दैछ अनि हामी चाहिँ टक्क लाएर अब घरतिर हिँडेको है गाइज। अनि त्यही हो, अरू त के भन्नु र, त्यही हो, यति नै हो।